गुड मर्निङ एभ्रिवान। अब खाना पकाउनु लाग्यो है। बुङ्गुरको मासु पेली है यो, त्यसमा यो तामा मिसाउने है। मासु पाक्यो साथीहरू, तामा है यो, एम्बुसी र एग प्लान्ट। त्यो एग प्लान्ट छ यहाँ। साथीहरू यो चाहिँ इस्कुस बोइल गरेको है यहाँ। हेलो नमस्ते। हजुरहरू आरामै हुनुहुन्छ होला, हामी पनि आरामै छौँ। र अब हाम्रो खाना खाने बेला भयो। ल आजको खाना चाहिँ यो भुँगुरको मासु, तामा मिसाएको, यो तामा बाँसको तामा मिसाएको, अनि चाहिँ यो बोइल गरेको इस्कुस, अनि दाल भात खाँदैछौँ। हस् त अब सुरु गर्न पर्यो खाना चाहिँ। ल यस मलाई त एकदम गर्मी भएको छ। पानी पर्लादेखि त भर्सा गरे। ल अब सुरु गरौँ है। अब खाना चाहिँ इस्कुस, यो इस्कुस मिठो हुन्छ। पहाडको इस्कुस हाल नि त। ल तिमीले हाल, म पनि अब यो तामा मिसाएको भुँगुरको मासुमा। आज बहुत दिनको बाद तामा खान पाइएछ। महिनाको बाद तामा। अब त तामाको सिजन। तामा र बङ्गुरको मासु मिठो हुन्छ हेर्नुहोस् खाना। यो चाहिँ लेमन। यो चाहिँ धेरै दिन भएर हो कि हल्का अमिलो अमिलो पनि भन्छ। तामा हो, अमिलो त मिठो हुन्छ नि यार तामा त यार। ल भयो, ग्रेभी पनि भयो। त्यसको चाहिँ हातमा चाहिँ मातेर हालिदिनु पर्छ। हेर्नुहोस् च्याट खाना चाहिँ यस प्रकारले छ। कति भएको छ वाउ, नाइस, एकदम बम्बु सही छ। हल्का अमिलो अमिलो भन्छ होइन। त्यस्तै राम्रो हुन्छ कि। इस्कुस इस्कुस मिठो। आज अलि सानो पिस बनाएको हेर्नुहोस् भुँगुरको मासु, कतै ठुलो खाइराख्ने भनेर। खोर्सानी त पिरो पिरो छ। अमिलो म त शीतल भएको यार, त्यति गरम भएको। बाँसको यो तामा एकदम मनपर्छ मलाई चाहिँ। अरूले खोर्सानी खाएको देखेर रङ लाग्छ। म चाहिँ अलि धम्न सक्दैन, त्यही पनि खाइहाल्छु है। त्यो छैन। त्यो त एउटा कुरा खान सकिन्न, मान्छेले कसरी खाँदैन है।
4-5 वटा यार। रङ्ग लाएर मात्रै ढोक्ने हो, पिरो हुन्छ तर। इस्कुस त सेन्ट राम्रो आएको छ यार। टक्नुहुन्छ चाहिँ राख हुन्छ। न। पिरो छ। बडा अमिलो। तामा खाने तिमीले? खाएको मिठो भन्छ यार तामा है। भात खानुहुन्छ कि भयो? भयो मलाई। म त आज खाने मन लाग्थ्यो कि भातले राख्नु साथीहरू। बल्ल पसिना पसिना आउनलाई गरम बल्ल। खाने कुरा खाऊ। खान्न एक पिस। अब साँझ खाइन्छ मासु। कति मिठो भन्छ खाना। आज त्यो पत्ता ल्याउन भुल्यौ त। मैले याद गरेको थिएँ भुलेँ। धन्दा त्यो हुने रहेछ यहाँ। सेलरी त अहिले खाने बेला हो नि त होइन? अब हुन्न। भयो ठिक्क भयो। पसिना सुहाउँदै बसिछु म त। एक डाडु दाल खानु पर्यो।
गर्मी छ हेर्नुहोस्, खाना खान सकेको छैन। भयो पसिना हस् त, हामीहरूले खाना खाइसक्यौँ। भोलि अब फेरि यही समयमा हजुरसँग भेट हुनेछ। आजलाई ल, बाई बाई।